हेलो साथी, हिजो मात्रै भर्खरै रवि लामिछाने आइनुभएको छ। देख्न सक्नुहुन्छ मुखको कारागार अगाडि भर्खरै मात्रै रवि लामिछाने हुनुभएको छ र उहाँका समर्थकहरू एकदम ठुलो मात्रामा हिँड्न आउनु भएको छ र निकिता पौड्याल पनि आउनु भएको छ। एकदम ठुलो भिडमा भिड्न आउनु भएको छ। जो मात्रै रवि लामिछाने छुट्नु भएको छ र एकदमै खुसीको खबर छ। एकदमै बढी खुसीको खबर र रवि लामिछाने छुटिसक्नु भएको छ। हेर्न सक्नुहुन्छ मुखको कारागार अगाडिको यो भिड हो र एकदमै ठुलो भिडमा समर्थकहरू आउनु भएको छ र एकदमै ठुलो भिड छ। उहाँ चाहिँ एकदम खुसी हुनुहुन्छ। समर्थकहरू एकदम रवि लामिछाने हात मिलाउँदै हात जोड्दै बाहिर निस्किनु भएको छ। आज चाहिँ धेरै महिनापछि उहाँ चाहिँ बाहिर निस्किँदै हुनुहुन्छ। एकदमै खुसीको खबर छ। भिडियो कस्तो लाग्यो? भिडियो जस्तो लाग्यो त्यस्तो मेरो लाइक शेयर सब्सक्राइब गर्नु नभुल्नु होला। बाइ बाइ।